हुन्छ। आजको यो शोक सभामा विभिन्न ठाउँहरूबाट पाल्नुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू अनि विशेष गरी जति पनि गुरुजनहरू हुनुहुन्छ, यहाँहरू सबैमा मेरो तर्फबाट ख्रिस्टीय अभिवादन जय मसीह, साथसाथै नमस्कार। विशेष गरी आज यो समय विशेषतः हाम्रो काका हर्क लम्जेलको यो अन्तिम विदाई साथसाथै अन्तिम आदर हामी गर्नको निम्ति, उहाँलाई दिनको निम्ति यहाँनिर उपस्थित भएका छौँ। र विशेष गरी यो समयमा हामीबाट छुटेर शरीरमा हामीबाट साँच्चै नै धेरै टाढा जानुहुने हाम्रो आदरणीय स्वर्गीय हर्क लम्जेल, उहाँमा हामी सम्पूर्ण मिलेर हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दै अनि साथसाथै सम्पूर्ण शोकित परिवारहरूप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। विशेष गरी यहाँहरूको माझमा हाम्रो आदरणीय स्वर्गीय काका हर्क लम्जेलको छोटो जीवनीलाई, उहाँको जीवनको लामो भोगाइलाई छोटो रूपमा मैले यहाँहरूको माझमा प्रस्तुत गर्न चाहेको छु र विशेष गरी यहाँहरूले आदरपूर्वक यो छोटो जीवनीलाई सुनिदिनुहोस्। प्रभुमा आदरणीय हाम्रा स्वर्गीय बाबा हर्क लम्जेल आजभन्दा करिबन 63 वर्ष अगाडि सन् 1963 जुन महिनाको 1 तारिकको दिन भुटानको चिराङ डिस्ट्रिक्ट अन्तर्गत हिरफिरे गैरी गाउँमा उहाँका स्वर्गीय पिता मनोरथ लम्जेल तथा स्वर्गीय माता फुलमाया लम्जेलको गोदमा कान्छो सन्तानको रूपमा जन्म लिनु भएको थियो र पछि सन् 1981 सालतिर करिब 18-19 वर्षको उमेरमा आमा पवि माया लम्जेलसँग वैवाहिक सूत्रमा बाँधिनु भएको थियो। सानैदेखि लगनशील र मेहनती अनि असल स्वभाव हुनुभएका बाबाले जीवनमा धेरै प्रकारका दुःख, परिश्रम अनि सङ्घर्ष गर्नुभयो। कलिलै उमेरदेखि पारिवारिक जिम्मेवारी निभाउँदै आउनुभएको बाबाले त्यसपछिका दिनहरूमा उहाँहरू दुवै श्रीमान र श्रीमती मिलेर असल परिवार र समाजको निर्माण गर्ने क्रममा विभिन्न किसिमका आरोह अवरोहहरूको सामना गर्नु परेको थियो र जीवनका धेरै उकाली ओह्रालीहरू सँगसँगै मिलेर सानोतिनो व्यापार व्यवसाय गर्दै पार गर्नु भएको थियो। उहाँहरूको मेहनत र परिश्रमको फलस्वरूप छोटो अवधिमै एक सुन्दर परिवार निर्माण गर्न सफल हुनुभएको थियो। साथै आफ्नो समाजमा पनि एक मजबुत, हकिलो र सहयोगी भएर उदाहरणीय छाप छाड्नु भएको थियो। त्यसै गरी उहाँ व्यापार व्यवसाय गर्नमा, गाउँघरको अर्मपर्ममा अनि विभिन्न घरेलु सिपहरूमा पनि निपुण हुनुहुन्थ्यो। त्यसरी धेरै कुराहरूमा मेहनती र परिश्रमी बाबाले आफ्नो श्रीमतीको अटुट साथ र प्रेमको बावजुद भुटानको बसाइकै क्रममा 4 सन्तानको बाबा हुने मौका पाउनुभएका बाबा हर्कले आफ्नो पहिलो सन्तान जेठो छोरालाई बालकैमा गुमाउनु परेको गम्भीर शोकको सामना गर्नु परेको थियो। सन् 1990 को भुटानी आन्दोलनको कारण भुटानी शासकको घोर अत्याचारको चपेटामा पर्नुभएका बाबा आफ्ना 4 सन्तान जेठी छोरी आइतीमाया लम्जेल, माइली छोरी मीना लम्जेल, साइली छोरी पनिता लम्जेल र जेठो छोरा गोपाल लम्जेल र श्रीमती पवि माया लम्जेलको साथमा नेपालको झापा जिल्लाको टिमाई शरणार्थी शिविरमा आई 25 वर्षसम्म शरणार्थी जीवन व्यतीत गर्ने क्रममा कान्छी छोरी कुमारी लम्जेल र कान्छा छोरा ललित लम्जेललाई पनि जन्म दिनु भएको थियो र आफ्नो सबैजसो छोराछोरीहरूको पनि घरजम गरिदिएर असल घरजम बसालिदिन सफल हुनुभएको थियो। शिविरको बसाइकै क्रममा उहाँले धेरै प्रकारका उतार चढावहरूको सामना गर्नु पर्यो। त्यहाँ रहने क्रममा समाज र छरछिमेकमा ज्ञान, बुद्धि र विवेकको आफ्नो ठुलै लगानी गर्नुभएको थियो। 2 छोरा, 4 छोरीहरू, 1 बुहारी, 4 ज्वाइँहरू, 8 नाति नातिना र 1 पनातिनीका धनी बाबा हर्क सन् 2015 मा छोराछोरीहरूको साथमा तेस्रो देश पुनर्वास भई
अमेरिकाको टेनेसी राज्य अन्तर्गत नेसभिल सिटीमा आई बसोबास गर्न लाग्नुभयो। त्यसपछि आफ्ना छोरा बुहारी, छोरी ज्वाइँ साथै नाति नातिनाको साथमा हाँसो खुसीका साथ रहँदै आउनु भएको थियो। उहाँले शिविरको बसाइकै क्रममा सन् 2015 नोभेम्बर महिनामा रे अफ होप नेपाली चर्चका पास्टर श्री कैलाश थापाद्वारा सत्य परमेश्वरलाई चिन्ने अनि विश्वास गर्ने मौका पाउनु भएको थियो। साथै सोही सालको अन्ततिर पिता, पुत्र र पवित्र आत्मा त्रिएक परमेश्वरको नाममा पास्टर कैलाशकै हातबाट बप्तिस्मा पनि लिनु भएको थियो। उहाँ सधैँ प्रार्थना र निवेदन परमप्रभुमा हरपल दिइरहनुहुन्थ्यो। यसरी परमेश्वर हृदय पगाल्ने कर्णप्रिय त्यो सुमधुर बोली, अन्धकारलाई छिचोल्ने त्यो मिठो मुस्कान, उहाँले देखाएको त्यो अनन्तको बाटो र ईश्वरीय भावनाहरू सधैँभरि हाम्रो स्मरण र मानसपटलमा रहि नै रहनेछन्। र हामीले पनि उहाँले जस्तै प्रभुको राज्यको निम्ति असल काम र विश्वास गर्यौं भने एक दिन हामी सबै धर्मीजनको भेट उहाँको राज्यमा अवश्य हुनेछ। यो कुराको निश्चयता मत्ती 8:11ले यसरी दिँदछ, म तिमीलाई भन्दछु पूर्व र पश्चिमबाट धेरैजना आउनेछन् र अब्राहम, इसहाक र याकुबसँग स्वर्गको राज्यको भोजमा बस्नेछन्। मत्ती 8:11। हुन्छ, सबैलाई जय मसीह।